हेलो फ्रेन्ड, स्मार्ट लर्निङ च्यानलमा हजुरलाई स्वागत छ। आज हामी सिक्नेछौँ फर्मुला कसरी बनाउने। हामीले सधैँ रटिरहन्छौँ a + b को होल स्क्वायर इज इक्वल टु a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर। तर हामी रटेर कहिले बिर्सन पनि सक्छौँ। त्यसै भएर हामीले त्यो फर्मुला बनाउन सिकौँ, त्यो फर्मुलालाई डिराइभ गर्न सिकौँ, बरु रट्न छोडिदेऊ। रटेर हामी बिर्सन सक्छौँ, तर बनाउन तरिका हामीले जान्यो भने हामीले कुनै पनि स्थितिमा कुनै पनि समयमा फर्मुला बनाउन सक्छौँ। आज मैले दुईटा सिकाउने हो, एउटा a + b को होल स्क्वायर, एउटा a - b को होल स्क्वायर। आऊ हामी सिकौँ। a + b को होल स्क्वायरलाई हामीले a + b इन्टु a + b लेख्न सक्छौँ, किनकि हामीलाई थाहा छ x इन्टु x इज इक्वल टु x को स्क्वायर। त्यस्तै a + b इन्टु a + b इज इक्वल टु a + b को होल स्क्वायर। अब हामीले यसलाई मल्टिप्लाई गरौँ, a इन्टु a प्लस b, त्यसपछि फेरि प्लस b ले a प्लस b। अब यसलाई हल गरौँ, a स्क्वायर प्लस ab प्लस, अब यसलाई गरौँ ab प्लस b स्क्वायर। अब a स्क्वायर यो र यो मिलेर a प्लस b इज इक्वल टु प्लस 2ab प्लस b स्क्वायर। तसर्थ a + b को होल स्क्वायर a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर। अब a - b को होल स्क्वायर गरौँ, सेम त्यस्तै a - b इन्टु a - b। अब मल्टिप्लाई गरौँ a - b माइनस b ले गरौँ a - b। त्यसपछि a ले यसलाई गरौँ a स्क्वायर माइनस ab, यो माइनस b ले a माइनस ab र यो माइनस माइनस प्लस b स्क्वायर। त a स्क्वायर माइनस माइनस ab माइनस माइनस प्लस 2ab भइहाल्यो, किनकि माइनस ab त माइनस माइनस प्लस भइहाल्छ। त ab 2ab प्लस b स्क्वायर। साइन माइनसै रहन्छ किनभने यहाँ माइनसै छ। त्यसै भएर यसको a - b को होल स्क्वायर इज इक्वल टु a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर हुन भएछ। यसरी हामीले फर्मुला डिराइभ गर्न सिक्नेछौँ, अझै पनि अरू पनि। तर रट्ने छोडिदिनुस्, रटेर हामी बिर्सन पनि सक्छौँ। धन्यवाद।